नमस्कार साथीहरू, ट्राभलभर्स डायरीमा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। आज म तपाईहरुलाई साउदी अरबको पूर्वी क्षेत्रमा रहेको एउटा सुन्दर र व्यवस्थित सहरको सानो यात्रामा लिएर जाँदैछु। जुन सहर जुबैल भनेर सबैलाई थाहा भएको कुरा हो। जुबैललाई धेरैले औद्योगिक सहरका रूपमा चिन्ने गर्छन्, तर जुबैल केवल औद्योगिक कारखाना र ठूला परियोजनाहरूको सहर मात्र होइन। यस सहरका सडकहरूमा आफ्नै शान्ति छ, यहाँका पार्कहरूमा आफ्नै सुन्दरता छ, मस्जिदबाट आउने प्रार्थनाको आवाजमा आफ्नै मिठास र समुद्रको नजिक हुँदा महसुस हुने हावामा एउटा छुट्टै आनन्द छ। आज हामी जुबैलको एउटा सामान्य तर सुन्दर ठाउँलाई नजिकैबाट निहाल्नेछौँ। अहिले हामी जुबैल नगरपालिका कार्यालयको आसपासमा छौँ, जुन जुबैल म्युनिसिपालिटी भनेर सबैले सुन्नु भएको छ। सहरलाई व्यवस्थित र सफा राख्न स्थानीय प्रशासनको भूमिका निकै महत्त्वपूर्ण हुन्छ। सडकको व्यवस्थापनदेखि लिएर सार्वजनिक स्थानहरूको सरसफाई, पार्कहरूको संरक्षण र नागरिकहरूका दैनिक आवश्यकतासँग नगरपालिका जोडिएका धेरै कामहरू हुन्छन्। बाहिरबाट हेर्दा यो एउटा सामान्य सरकारी कार्यालय जस्तो देखिए पनि यस्ता कार्यालयहरूले नै सहरलाई व्यवस्थित बनाउने धेरै काम गरिरहेका हुन्छन्। जुबैलको सुन्दरता केवल अग्ला भवनहरूमा छैन, यसको सुन्दरता त सफा सडकमा छ, व्यवस्थित फुटपाथमा छ, हरियालीमा छ र मानिसहरूले सहज रूपमा आफ्नो दैनिक जीवन बिताउन पाउने वातावरणमा छ। नगरपालिका कार्यालयको आसपाससँगै तपाईले दैनिक जीवनका लागि आवश्यक धेरै सुविधाहरू भेट्न सक्नुहुन्छ। यहाँ रहेको सुपरमार्केटहरू पनि स्थानीय जीवनको एउटा महत्त्वपूर्ण हिस्सा हो, जुन सिटी फ्लोर, नेस्टो सुपरमार्केट यिनीहरू छन् है। अनि सहरमा बस्ने मानिसहरूका लागि सुपरमार्केट केवल सामान किन्ने ठाउँ मात्र होइन, यो दैनिक जीवनसँग जोडिएको एउटा सानो संसार हो। कसैले घरका लागि आवश्यक खाद्यान्न किन्दैछन्, कसैले पानी र पेय पदार्थहरू लिँदैछन्, कसैले परिवारका लागि आवश्यक सामानहरू खोज्दैछन्। यसभित्र सबै टाइपका सामानहरू पाइन्छ, मोबाइल, खानेकुरा, सबै हरेक चिजहरू यहाँ एकदम कपडाहरू सबै पाइन्छ राम्रोसँग। धेरैजनालाई थाहा भएको कुरा हो। बाहिरबाट हेर्दा यी सबै कुरा सामान्य लाग्छन्, तर परदेशमा बस्ने मानिसहरूका लागि नै सामान्य क्षणहरूले पनि घरको याद दिलाउँछ। किनमेल गर्दा कहिलेकाहीँ नेपालका साना बजारहरू सम्झिने गर्छु। गाउँको पसल, चिनेका मान्छेहरू, पसल अगाडिको चिया र के चाहियो भनेर सोध्ने आफ्नो मान्छेको आवाज। परदेशमा आएपछि थाहा हुँदो रहेछ घरको सम्झना ठुला कुराले होइन, यस्तै साना कुराहरूले बढी दिलाउने रहेछ। अब हामी यहाँको मस्जिदतर्फ जाँदैछौँ। साउदी अरबको जीवनमा मस्जिद केवल धार्मिक स्थल मात्र होइन, यो समुदाय र दैनिक जीवनको एउटा महत्त्वपूर्ण हिस्सा पनि हो। प्रार्थनाको समय नजिकै गर्दा वातावरण नै परिवर्तन भएको महसुस हुन्छ। व्यस्त सडकहरू केही शान्त देखिन्छन्, मानिसहरू आफ्नो कामबाट केही समय निकालेर प्रार्थनातर्फ लाग्छन्। मलाई व्यक्तिगत रूपमा यहाँको सबैभन्दा सुन्दर कुरा भनेको एउटा हो, त्यो शान्त वातावरण। सायद तपाईहरुलाई पनि होला। परदेशमा काम गर्दा जीवन सधैँ व्यस्त नै हुन्छ, काम, जिम्मेवारी, थकान, परिवारको चिन्ता। तर यस्ता शान्त ठाउँहरूमा केही क्षण बिताउँदा मन पनि हल्का भएको महसुस हुन्छ। भाषा फरक होला, संस्कृति फरक होला, जीवनशैली फरक होला, तर शान्ति र सम्मानको भावना सबै मानिसहरूका लागि उस्तै हुन्छ। मस्जिदको आसपासमै रहेको पार्कतर्फ आउँदा जुबैलको अर्को सुन्दर पक्ष पनि देखिन्छ। हरियो घाँस, रुख बिरुवा, खुल्ला ठाउँ र सफा वातावरण। ठूला सहरमा बस्ने मानिसहरूका लागि यस्ता पार्कहरू निकै महत्त्वपूर्ण हुन्छ। दिनभरि काम गरेर थाकेको मानिस केही समय यहाँ बसेर आराम गर्न सक्छ। बच्चाहरू खेल्न सक्छन्, परिवारहरू घुम्न आउन सक्छन्, कसैले हिँडडुल गर्न सक्छन्, कसैले एक्लै बसेर आफ्नो मोबाइल चलाउँदै समय बिताउन सक्छन्। जस्तै यसमा म पनि पर्ने गर्छु। म प्राय पार्कहरूमा गएर एक्लै मोबाइल चलाएर र कहिलेकाहीँ जीवनमा ठुलो खुसी खोजिरहनु पर्दैन। शान्त पार्कमा बसेर चिसो हावा महसुस गर्नु, आकाशतिर हेर्नु र केही समय आफ्नै बारेमा सोच्नु पनि ठुलो खुसी हुन सक्छ, होइन र? सायद यही नै परदेशको जीवनमा पाइने सानो तर सुन्दर विश्राम। र मैले तपाईलाई नजिकै लिएर जान चाहे। यस पार्कको आसपासबाट अगाडि बढ्दा नजिकैको एउटा सैन्य क्षेत्र पनि देखिन्छ। मैले तपाईलाई राम्रोसँग देखाउन सकिनँ किनभने एउटा सेफ्टी रिजनको लागि मैले यो सैन्य ठेगाना मैले तपाईलाई देखाउन चाहिन। यो कम्पाउन्ड त्यसैले यो क्षेत्र सुरक्षा र अनुशासनसँग जोडिएको संवेदनशील क्षेत्र भएकाले हामी बाहिरबाट देख्ने सार्वजनिक स्थान र वातावरणलाई मात्र निहालिरहेका छौँ। साउदी अरब जस्तो विशाल देशमा सुरक्षा व्यवस्थापनको भूमिका निकै महत्त्वपूर्ण हुन्छ। यस्ता क्षेत्रमा काम गर्ने सुरक्षाकर्मीहरू पनि आफ्नो जिम्मेवारीमा निरन्तर खटिरहनुहुन्छ। त्यसैले हामीहरू जति पनि परदेशमा आएर बसेका परदेशीहरू छौँ, उनीहरूको एउटा फुल एन्ड फाइन 100% सेफ्टी सुरक्षा सायद उसको पछाडि यस्ता निकायहरूको एकदमै महत्त्वपूर्ण हात हुनुपर्छ र हात छ। यो हामीहरूले
हामी एकदमै महसुस गर्छौँ। साउदी अरब जस्तो विशाल देशमा सुरक्षा व्यवस्थाको भूमिका निकै महत्त्वपूर्ण छ अनि हामी सामान्य नागरिकले देख्ने शान्त सहरको वातावरणको पछाडि पनि धेरै मानिसहरूको मेहनत र जिम्मेवारी पनि लुकेको छ। त्यसैले यो त्यतिकै शान्त हुन सक्दैन। यति ठुलो कोलाहल, यति ठुलो माहौल, यति ठुलो एरिया त्यसै शान्त हुँदैन। यो सबैले अनुमान गर्न सक्ने कुरा। त्यसैले सहरको सुन्दरता केवल भवन र सडकले त्यसलाई सुरक्षित राख्ने मानिसहरूको योगदानले पनि सहर सुन्दर बनाउने। अझ हामी यहाँबाट अगाडि बढौँ। म केही समय जुबेलका सडकहरूमा यस्तै हिँड्ने हेर्दै यसको वातावरणलाई नजिकबाट महसुस गरिरहेको छु र तपाईँलाई पनि केही महसुस गराउँछु। तपाईँले महसुस गर्न सक्नुहुन्छ यहाँका सडकहरू सफा छन्, भवनहरू व्यवस्थित छन्, सडकका छेउछाउमा एकदमै हरियाली, रुख बिरुवाहरू एकदमै राम्रोसँग लगाइएको छ र आफ्नो गन्तव्यतर्फ शान्त रूपमा अघि बढिरहेका मानिस। जुबेलको जीवनमा एउटा विशेष कुरा छ, यहाँ आधुनिकता र शान्त वातावरणसँग एकदमै अगाडि बढेको देखि। एकातिर विशाल औद्योगिक परियोजनाहरू छन् त भने अर्कोतिर परिवारका लागि पार्क र मनोरञ्जनका ठाउँहरू पनि एकदमै राम्रो व्यवस्थित बनाइएको। एकातिर व्यस्त सडकहरू छन् र अर्कोतिर शान्त मस्जिद र हरियालीले भरिएका ठाउँहरू पनि छन्। यही विविधताले जुबेललाई आफ्नै किसिमको सहर बनाएको हो। र मैले फेरि अर्को कुरा मैले जोड्न चाहे, हामी जति पनि नेपालीहरूका लागि परदेशको सहर केवल बस्ने ठाउँ मात्र होइन। हामी नेपालीहरू मात्र होइन, जति पनि परदेशबाट आफ्नो देशबाट यहाँ परदेश आउनुभएको छ उहाँहरूको कुरा गरौँ। यहाँसँग हाम्रो जीवनका धेरै वर्षहरू जोडिएका हुन्छन्। कयौँ मानिसहरू 10, 15, 20, 22, 2 वर्ष एउटा एकदम धेरै धेरै म्याक्सिमम समयहरू पनि एकदम परदेशमै बिताउनु भएको छ आफ्नो परिवारको लागि। र कसैको पहिलो तलब यहीँबाट आएको हुन्छ, कसैले यहीँ बसेर परिवारको घर बनाएको हुन्छ, कसैले छोराछोरीको पढाइ चलाइरहेका छन्, कसैका आमा बाबुको सपना, परिवारको सपना पूरा गरेका छन्। हामी यहाँ पैसा कमाउन आएका हुन्छौँ, यो सबैलाई थाहा भएको कुरा हो। हाम्रो विदेश घर छोडेर परदेश आउनु भनेकै पैसा कमाउनु हो। तर समय बित्दै जाँदा यही सडकहरू परिचित हुन थाल्छन्, यही पसलहरू आफ्ना जस्ता लाग्न थाल्छन्, यही पार्कमा बिताएका क्षणहरू सम्झनामा बस्न थाल्छन्। र एक दिन जब नेपाल फर्किने समय आउँछ, सायद हामीले जुबेललाई पनि सम्झे। यो ओन्ली जुबेलको मात्र कुरा होइन, कयौँ परदेशमा रहने हाम्रा स्वदेशी दाजुभाइ दिदीबहिनीहरूको यो एउटा वास्तविक कुरा हो। एकदमै वास्तविक कुरा छ, एकदमै यो इमोसनलसँग एकदम जोडिएको कुरा हो। किनकि परदेशमा बिताएका वर्षहरू केवल कामका वर्षहरू हुँदैन, ती हाम्रो जीवनका महत्त्वपूर्ण अध्यायहरू, धेरै अनुभवहरू हुन्छ, धेरै मानिसहरूसँग धेरै प्रकारका मानिसहरूसँग भेटिन्छ, धेरै संसारका कयौँ देशका विदेशीहरूसँग भेट्ने मौका मिल्छ, कुरा गर्ने मौका मिल्छ, सँगै काम गर्ने मौका, एउटा आत्मीयता, दाजुभाइ दिदीबहिनी, एउटा एज अ परिवारको मेम्बर भएर एक अर्काको दुःख सुखमा सहयोग गर्ने एउटा माहौल बनेको हुन्छ। कुनै साथीहरूलाई केही भयो, कसैलाई चोटपटक लाग्यो भने धेरै साथीहरूको आँखाबाट आँसु झर्ने गर्छ। यस्तो लाग्छ यो सायद एउटा निस्वार्थ, कुनै एउटा निस्वार्थ, एउटा कुनै स्वार्थसँग जोडिएको होइन। यो जति पनि परदेशमा बस्ने दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, पहिलो पटक विदेश आएर केही समय बसिसकेपछि यहाँको माहौल बुझ्दै गइसकेपछि यहाँका साथीभाइहरूसँग चाहिँ भेट्ने आफ्नो देशको मात्र कुरा होइन, परदेशीहरू विदेशीहरूसँग भेटिसकेपछि सँगै काम गर्दा दुःख सुखका कुराहरू एक आपसमा सेयर गर्दा पछि एक दुसरालाई पर्ने समस्या नै आफ्नै समस्या हो जस्तो भनेर अगाडि बढेर आउँछौँ। यस्तो आत्मीयता, यस्तो अतुलनीय सम्बन्ध सायद परदेशमा बस्नेहरूको लागि मात्र यस्तो हुन्छ होला, यति महसुस गर्न सकिन्छ। आफ्नो देशको माया, आफ्ना देशका दाजुभाइ दिदीबहिनीहरूको माया एकदम यति हुन्छ कि त्यो सायद अनुमान लगाउन सकिँदैन। त आज धेरै घुमिसकियो, अलि ढिलो आयो, त्यही भएर साँझ पनि पर्न लागेको छ। सूर्य बिस्तारै आकाशको छेउतिर झर्दैछन्। दिनभरि चहल पहल भएको सहर साँझसँगै अझै सुन्दर देखिन थालेको छ। तपाईँले देख्न सक्नुहुन्छ, सायद मैले धेरै क्याप्चर गर्न सकेँ। यहाँ दिनमा भन्दा रातमा एकदमै राम्रो लाग्छ। दिनमा त त्यो दिनमै हो, हाम्रो प्राकृतिक रूपमा सूर्य भगवानको लाइटिङ, त्यो उज्यालोपनले, प्रकाशले गर्दा हामी सबै छर्लङ्ग देख्छौँ। तर रातमा धेरै देख्न नसके पनि यहाँको लाइटिङ, यहाँको यति राम्रो माहौल छ कि दिनमा भन्दा रातमा आकाशको बदलिँदो रङ, आकाशमा बल्न थालेका बत्तीहरू, सडकमा बल्न थालेका बत्तीहरू, पार्कमा हिँडिरहेका मानिसहरू र शान्त हुँदै गएको वातावरण, यी दृश्यहरू एउटा कुरा सम्झाउँछ। सहर जति आधुनिक भए पनि मानिसलाई अन्ततः चाहिने कुरा शान्ति नै रहेछ। हामी जहाँ भए पनि आफ्नो मनलाई केही समय आराम दिन आवश्यक हुन्छ। सायद यात्राको वास्तविक अर्थ पनि यही हो। नयाँ ठाउँ हेर्नु मात्र होइन, त्यो ठाउँको वातावरण महसुस गर्नु, त्यो पनि ठुलो कुरा हो। साथीहरू, आजको हाम्रो यो सानो जुबेल यात्रा यति नै हो। जुबेलको एउटा सानो क्षेत्र घुम्दै गर्दा हामीले यहाँको नगरपालिका कार्यालय, सुपरमार्केट, मस्जिद, पार्क र
आसपासको वातावरणलाई नजिकबाट हेर्ने प्रयास गर्यौं। ठूला पर्यटकीय स्थलहरू नदेखाए पनि आजको यात्रामा हामीले जुबेलको दैनिक जीवन देख्यौं र तपाईलाई कतिसम्म देखाए त्यो सायद कमेन्ट गर्नुहोला। किनकि कुनै पनि शहरको वास्तविक सुन्दरता ठूला शहरमा मात्र हुँदैन, त्यहाँ बस्ने मानिसको जीवनमा पनि हुन्छ। त्यहाँको वातावरण र ती साना साना सम्झना जुन समय बित्दै जाँदा अझै मूल्यवान भन्छ। यदि तपाईलाई आजको यो यात्रा मन परेको छ भने भिडियोमा लाइक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला र यस्तै वास्तविक यात्रा परदेशको जीवन र नेपालसँग जोडिएका कथाहरू हेर्नका लागि ट्राभलवर्स डायरीलाई सब्स्क्राइब गर्न नभुल्नुहोला। फेरि अर्को नयाँ ठाउँ, अर्को नयाँ कथा र अर्को नयाँ यात्रामा भेटौँला, अर्को नयाँ यात्रामा भेटौँला। तबसम्मका लागि नमस्कार, सुरक्षित रहनुहोस् र जहाँ हुनुहुन्छ त्यहीँबाट आफ्नो सपनातर्फ अगाडि बढिरहनु। ट्राभलवर्स डायरी यात्रा केवल ठाउँको होइन, सम्झनाको पनि।